ल्याइदिउँ हजुरलाई। पानी ल्याइदिउँ, धेरै थाकेर आउनु भयो जस्तो छ। साह्रै गाह्रो भयो। लिन त एक गिलास चिसो पानी। यति मात्रै उकालो कहाँ हिँडेको थिएँ, ज्यान फत्ता फुतुकै गलेर थाकियो। भुइँसकाल लाचै कुन लिनुहोस् मालिक साहब पानी। पानी ड्रेस काट्ने बुढी हजुर भाँडो त भद्रै रहेछ, हिरो पानी सिक्यो। ल काटी बुढी राख। अनि आज तेरो छोरो कता हो त? देखिनु त बाहिर कतै। कहाँबाट देख्नुहुन्छ त मालिक साहब? ऊ त बिहानै तलको खेत खान जान्छु भन्दै थियो, गयो होला। ल ठिक छ। तँ मोरलाई कुनै पनि काम अराउनै नपर्ने, आफ्नै खुसीले गर्छ। छोरा चाहिँ तैँले काटी बुढी भने जस्तै पाछस्। खै मालिक साहब, अब अहिलेसम्म त ठिकै छ। भोलि बिहे गरेपछि कस्तो हुने हो के हुने हो केही थाहा छैन। भोलिको कुरा नगर्न काटी बुढी, भोलिको कुरो त कसलाई पो थाहा हुन्छ र। त्यो त हो मालिक साहब, तर आज हाम्रो सानो मालिकलाई देखेको छैन नि। बिहानै उठेर कता जानुभएछ? त्यसको के काम छ र? खाने डुल्ने, अब ठुलो भइसक्यो भने केही थाहा छैन। अझै पनि बच्चा जस्तै डुलिराख्छ। बरु कुल खानदानको एउटा केटा पाएदेखि बिहा गरेर पठाइन हुन्थ्यो। हुन त सानो मुख ठुलो कुरा गरेको जस्तो हुन्छ मालिक साहब। मेरो माइती गाउँमा कुल खानदानको एकदम राम्रो केटा छ। के म कुरा चलाइदिउँ मिल्छ भने? कस्तो कुरा गर्छस् है काली बुढी? तँ पनि हाम्रै घरको परिवार जस्तै त होस् नि। तैँले कुरा चलाउनु मैले कुरा चलाउने एउटै त हो नि। कुरा चलाइहाल, यस्तो कुरा ढिला नगर। हस् मालिक साहब, म छिट्टो कुरा राखेर हाम्रो सानो मालिकलाई हेर्न बोलाइहाल्छु। ल ठिक छ। अनि अहिलेसम्म भात पाके छैन? कस्तो भोक लागेर आएको थिएँ। एकैछिन बस्दै गर्नुहोस्, म खाना बनाउँछु। आज फेरि बाबु खेत खन्न छिट्टै गयो, त्यसैले गोठमा धन्दा गर्ने मान्छे कोही नभएर मैले गरेर आउँदा ढिलो भयो। हुन्छ छिटो पका खाना। अनि त्यो कता गयो त्यसको खोजखबर पनि गर। हस् मालिक साहब। ए विनोद, आइज त, तँसँग कुरा गर्नु छ। यहाँ आइज, बसेर कुरा गरौँ। के कुरा हो? छिटो भन्नुहोस् न, अहिले फेरि सब खेत खानु ढिलो हुन्छ। हे छोड्दे न, कति खन्नुपर्छ, कति काम गर्नुपर्छ हौ तँलाई। एकछिन त आराम गरेर बस। तपाईँले जस्तो गाउँ डुली खाना आउने भयो हुन्थ्यो नि। के गर्नु, आफूले त काम नगरे आमाले लौरीले हानिहाल्छिन्। हान्दिनन् के हान्दिनन्, नडरा। म काली आमालाई सम्झाइहाल्छु नि, हामी दुईजना मिलेर खेत खनेर आएको भनेर। खन्ने बेला खेत चाहिँ म खन्ने, अनि तपाईँ चाहिँ काम गरेर आए जस्तो पार्ने। हजुरलाई काम हराएको भन्यो भने त आमाले लौरीले हान्छन्। राजकुमारजी, हे यो जीसी भन्न छोड्दे न। तैँले मलाई त भनेर बोलाइ पनि हुन्छ, तपाईँ भन्नु पर्दैन। मैले नि त तँलाई त भनेर बोल्छु, अनि तैँले मलाई किन हजुर तपाईँ भनेर बोल्छस्? कस्तो कुरा गर्नुहुन्छ तपाईँ त? तपाईँ कहाँ म कहाँ, अनि मालिक नि जस्तोलाई त भनेर बोलाउनु सक्छु त? त पनि लाटै छस् के? घरमा बाको अगाडि तपाईँ भनेर बोले पनि यहाँ त तर म मात्रै छौँ त भनेर बोले भइगयो त? हुँदैन राजकुमारजी, यस्तो बोल्ने बानी गर्नु हुँदैन। फेरि तपाईँको बाको अगाडि नि यस्तो बोल्यो भने त आमाले त मलाई मार्छिन्। ल जेसुकै गर। अनि घर जाने बेला भएन? हिँड्छौँ। म मात्रै घरमा गयो भने बाले मलाई मारिहाल्नुहुन्छ नि। तर म जाउँ न, तर म गयो भने केही नि गर्नु हुँदैन। कहाँ अहिले घर जानु नि, यो खेत सबै खनिसक्नुपर्छ। अनि तपाईँ कहाँ पुगेर आउनुभयो? घर जानुभएको छैन? छैन नि, म मेरो राजकुमारलाई भेटेर आएको। अब घरमा भन्ने कुरा भएन क्यारे, मारिहाल्छन्। अनि मेरो कुरा सुनिदिने बुझिदिने तै एउटा त छस्, त्यसैले म तँलाई सबै कुरा भन्छु। घरमा गएर नभनिस् नि फेरि। हजुरको कुरा कसले भन्छ र मालिक नि? बरु मैले भनेको मान्नुहुन्छ नि। एउटा कुरा भनौँ। कस्तो कुरा हो? के हो भन्न? हुन त तपाईँको जिन्दगी तपाईँको खुसी हो, भन्न त मैले नमिल्ने हो, त्यही पनि गाह्रो साह्रो पर्छ कि भनेर। फेरि के भन्नु खोजेको हो? कुरा घुमाएर बस, छिटो भन्न। तपाईँ त्यो बिक्कीसँग भेट्न छोडिदिनुहोस्, त्यो राम्रो मान्छे होइन, त्यसको सोच एकदम घटिया छ। के रे? फेरि भन् त, तँलाई मेरो मायादेखि किन रिस लाग्यो? बिक्कीमा तैँले त्यस्तो के नराम्रो देखिस्? बिक्की एकदम राम्रो मान्छे हो, अनि मलाई माया पनि गर्छ। के तँलाई मेरो मायादेखि रिस लाग्यो? त्यस्तो होइन राजकुमारजी, ऊ रूपको एकदम राम्रो भए पनि मनको एकदम नराम्रो छ। तपाईँ त केटी मान्छे हो, तर म केटा मान्छे। केटा मान्छेको मन केटाले मात्र बुझ्न सक्छ। हाउ कुरा नगर्न विनोद, त पनि अरू केटा त्यस्ता होलान्, तर मेरो बिक्की त्यस्तो छैन।
अनि मलाई धेरै माया गर्छ। माया त गर्छ होला, तर केही छेडभरको लागि मात्र विचार पुर्याउनु होला है मालिक। तपाईँ जस्तो केटी पहिला धेरै गर्लफ्रेन्ड बनाएर हिँडेको थियो। एउटै कुरा नदोहोऱ्याइ राख है, भने त मैले मेरो बिक्की त्यस्तो छैन भनेर। त्यो केटीहरू नै त्यस्तो हो, मेरो बिक्कीलाई दोष दिने काम नगर। ल ल मालिक नि, तपाईँ नरिसाउनु होला, मेरो मनमा लागेको कुरा मात्र भनेको। तपाईँको खुसी मेरो पनि खुसी हो। यो हो नि त, खाली मिल्ने कुरा गर्ने होइन, खाली रिस मात्रै उठाउँछस् तैँले मलाई। हिँड्जाउ घर। खनिसकेको छैन, यति खन्छु अनि जाउँला नि घरमा। फेरि घरमा मार्छन्। मार्दैनन् के मार्दैनन्, कति डराउँछस्, नडरा। म छु के, मेरो बा र तेरो आमाले के भन्यो भने म भनिहाल्छु नि। हिँड, नडराइकिन। मान्छेलाई कस्तो भोक लागिसक्यो, ऊ चाहिँ डराएर बसिरहेको छ। एकछिन बस्नु न, म यति खेत खनिसक्छु अनि जाउँला नि। भोलि गरे नि आफैले हो, आज गरे नि आफैले त हो नि। हे त कति जित्ती भएको के, जम भनेको झन् मान्दै मान्दैन। ल ल ल हिँड्नुहोस्। छोरी के भयो तँलाई? बिहान बिहान वाक गर्दैछस् त, सन्चो भने के हो? खोइ बा, रिङ्गटा लागेर वाक वाक्ती आइरहेछ। मैले त भनेकै थिएँ नि, माथि चौतारा एक्लै नजा भनेर। भन्दा भन्दै गयो नि, त्यही चौताराको भूतला होला। राजकुमारी नानी माथि चौतारा जानु भएकै छैन, कसरी भूतप्रेत लाग्ने? ए काली बुढी, अहिले केटाकेटी कहाँ जान्छन्, के खान्छन्, के थाहा हुन्छ र? अझै यसको त चुलबुले बानी छ, कहाँ कहाँ पुग्यो नि, लायो होला नि भूत। खै के भन्ने मालिक साहब, यो वाक लाग्ने, टाउको दुख्ने, रिङ्गाटो लाग्ने व्यथा चाहिँ खासै भूतप्रेत लागे जस्तो लागेन है मलाई। हुन नि सक्छ नि, के थाहा। पहिले पहिले पो मान्छेहरू घर गाउँमै बस्थे, सबै देवी देवता भूतप्रेत मान्थे। अहिले त सबै गाउँ छोडेर सहरतिर जान थाले, अनि कसरी देवी देवता भूतप्रेत मान्छन्, त्यसैले गर्दा सताउन थाल्यो होला। पारी गाउँको काइला काकालाई बोलाएर फुप्पा गरेर लैहाल, फेरि यो बिरामी भयो भने अर्को बिर पर्छ। त्यो त ठिकै हो मालिक साहब, बोलामला, तर त्यो भन्दा पहिला मेरो एउटा कुरा सुन्नुहुन्छ कि? के कुरा भन्न काली बुढी, किन हिचिक्छस्? तँलाई एउटा काम छ, म तँ सकेर आउँछु। हाम्रो राजकुमारी नानीको बिहे गर्ने उमेर भइसक्यो जस्तो छ। यो कुरा त तँलाई मात्रै थाहा छ र मलाई पनि थाहा छ नि। अब बिहा गर्ने उमेर भयो भनेर के गर्ने? भन्ने बित्तिकै को केटा आउँछ र यसलाई बिहा गर्न? कोही राम्रो केटा पाए त बिहा गरिदिने भनेर सोचेकै थिएँ नि, के गर्नु? खोइ भने जस्तो हुँदैन रहेछ। बिहे त गरिदिने कि मालिक साहब, तर सानो मुख ठुलो कुरा होला। हाम्रो राजकुमारी नानीको त्यो माथिको बिक्की भन्ने बाबुसित अलिकति हिमचिम बढेको रे भन्ने कुरा सुनेको थिएँ। कतै त्यसकै परिणाम त होइन यो? वाक वाक लाग्ने, रिङ्गाटो लाग्ने लक्षण त राम्रो होइन है मालिक साहब। होइन, यो काली बुढी बोलाउनु थाले कि के हो? मेरो छोरीलाई पनि गलत सम्झिन थालिस् होइन? जुन थालमा खा उही थालमा थुक्ने बानी नगर। हुन त यो गरिबहरूको बानी नै यस्तै हुन्छ भन्थे, हो रहेछ। के देखिस् मेरो छोरीलाई? माफ गर्नु होला मालिक साहब, मबाट कतै गल्ती भुलचुक भएको रहेछ भने। अरूले भनेको भए त म पनि पत्याउने थिइनँ होला, तर मेरो यही दुईटा आँखाले देखेको राजकुमारी नानी र बिक्की बाबु त्यही माथि बसिरहेको। राजकुमारी, ए राजकुमारी, यहाँ आइज। के हो तेरो बाला? के भन्छ यो काली बुढीले? के काली बुढीले भनेको कुरा सत्य हो? के भयो बा, के भन्नुभयो काली आमाले? राजकुमारी नानी, मलाई माफ गरिदिनु, मैले कतै गल्ती बोलेको छु भने। तर मैले यो घरको अन्न खाएको छु, त्यसैले मलाई यो घरको परिवार जस्तो सम्झिनुहुन्छ भने म पनि तपाईँको आमा जस्तो हो। त्यसैले गलत भएको हेर्न चाहन्न म। साँचो कुरा के हो बाला भन्नु होला। पछि गएर गलत हुन भन्दा अगाडि नै केही बिग्रेको छैन, सुधार्न सकिन्छ। ए राजकुमारी, किन बोल्दैनस्? के काली बुढीले भनेको कुरा सत्य हो? त माथिको बिक्री र तेरो के सम्बन्ध छ? हो बा, म बिक्कीलाई मन पराउँछु र म बिक्कीसँग बिहे पनि गर्न चाहन्छु। मालिक साहब, पिर नगर्नुहोस्। हुर्केको छोरी एक दिन पराई घर जानु परिहाल्छ, सधैँभरि माइत बसिरहने भएन। यदि उनीहरू दुईजना मन पराउँछन्, माया गर्छन् भने बिहे गरिदिनुहोस्। उनीहरूको खुसी नै हाम्रो खुसी हो। फेरि हाम्रो राजकुमारी नानीलाई यस्तो भएको गाउँले थाहा पाए भने सबैले थुक्छन्। त्यो भन्दा पहिले बरु बिहे गर्दै हाल्नुहोस्। कस्तो दिन के सुन्न परेको मैले काली बुढी? तैँले मेरो र मेरो घरको कति ख्याल राख्छस् हो कि? यदि यो कुरा तँलाई थाहा हुन्न त र तैँले मलाई थाहा दिनथिस् भने मैले यो ठाउँमा कसरी मुख देखाएर हिँड्थेँ होला काली बुढी? मलाई माफ गरिदिनुहोस् बुवा, म तपाईँको मन दुखाउन चाहन्नथेँ र म बिक्कीसँग बिहे गर्न चाहन्छु।
म उसँग बिहे गरेँ भने एकदमै खुसी हुन्छु। थुइ अलछिना, तैँले यसरी बोल्ने कसरी हिम्मत गरिस्? तैँले गल्ती गर्नुभन्दा पहिले तेरो बाला किन सम्झिनस्? यो गाउँमा तेरो बाबुको कति इज्जत छ थाहा छ तँलाई? छोडिदिनुहोस् मालिक साहब, अब ठुलो स्वरले नबोल्नुहोस्। फेरि यो कुरा गाउँलेले थाहा पायो भने झन् घोर बिजेत हुन्छ। बरु बिक्कीलाई बोलाएर भोलि नै टिकाटालो गरेर पठाइदिइहाल्नुहोस्। अब गर्ने अरू उपाय नै के छ र काली बुढी? अब त्यही त गर्नु पर्ला नि। त्यो केटालाई तैँले आजै बोलाइहाल र तैँले बिहाको लागि तयार पनि गर। म तल गाउँतिर गएर अरूलाई पनि खबर गरेर आउँछु। हस्। मालिक साहब, ए मालिक साहब। होइन सावित्री, के भयो र? किन हसाङ खोसाङ गरेर आएछस्? अलिक बिस्तारै आगामी त हुन्थ्यो नि। मलाई त केही भएको छैन मालिक साहब। अब तपाईँलाई चाहिँ केही हुन्छ जस्तो छ है। होइन, यो सावित्री बोलाउनु लागि के हो? के भएको छ र मालिक साहेबलाई? काली आमा बर्बाद भयो। हाम्रो राजकुमार नानीलाई बिहे गर्ने केटा त गाउँ छोडेर सहर भागेछ। अब के गर्ने होला? के भनिदिनुहुन्छ दिदी तपाईँ? बिक्कीले मलाई धोका दिन सक्दैन। उसले मलाई धेरै माया गर्छ। मसँग बिहे गर्छु भनेर देउराली देवीलाई साँची राखी कसम खाएको छ। अनि उसले मलाई कसरी छोडेर जान सक्छ? हो राजकुमारी नानी, मैले जे बोलिरहेको छु साँचो बोलिरहेको छु। मेरो विश्वास गर्नुहोस्। बिक्की बाबु त हिजो बेलुका नै गाडी चढेर सहर जानु भएछ। खुट हाम्रो गाउँको मान्छेले देखेको। मेरो विश्वास गर्नुहोस्। यो सब त अलछिनाले गर्दा भएको। बरु तेरो आमा मर्नुभन्दा तँ मरेको भए त यो दिन आउनु थिएन नि। अब यो गाउँमा मैले कसरी मुख देखाउने? यत्रो हित धानेर बसेको थिएँ गाउँमा। तैँले सबै कुरो माता मिलाइछौ कि? अब छोडिदिनुहोस् मालिक, जे नहुनु थियो त्यो भइसक्यो। अब रोएर कराएर केही फाइदा हुनेवाला छैन। भइगयो मालिक, बरु समस्या कतातिर हल हुन्छ त्यतातिर लाग्नुहोस्। के गरौँ काली बुढी? अब के भनौँ? यसको पेटमा बच्चा छ, यो कसका जिम्मा लाउने? र तैँले भन् त। ए बा उठ्नु न, बा उठ्नु न, तपाईँलाई के भयो? ए बा उठ्नु न, बा बा। माइतमै भुँडी बोकेर बसेको रहेछ र पो यति छिटो बिहे गरेर पठाउन लागेको रहेछ। मैले त अचानक किन यति छिटो बिहे गरिदिन लायो भनेको त धन सम्पत्ति भएपछि सबै कुरा पस्दो रहेछ। सबै कुरा लुकाउनु मिल्दो रहेछ। छि 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 छि। हामीले त बिहे गर्नु अगाडि कोही केटाको मुखै हेरिन। सावित्री भाउजू भइगयो नि त। किन यस्तो बेलामा घाउमा नुनचुक छर्नुहुन्छ? जे नहुनु भइगयो। अब बिगार्नुभन्दा सपनातिर लाग्नु। जे जस्तो भए पनि हाम्रो गाउँको मालिक हो। तेरो मालिक होला, मेरो होइन। यो कुरा तिमीहरू लुकाउँछ होला, तर म त लुकाउन सक्दैन। यही गाउँमा यो गल्ती हाम्रो छोरी चेलीले गरे भए तेरो मालिकले त्यसै छोड्थ्यो होला, हामीलाई बेइज्जत गरेर छोड्थ्यो होला। अहिले आफ्नै घरमा आफ्नो छोरीलाई परेसी त भित्रभित्रै कुरा लुकाएर बिहे गरेर पठाइदिन लागिसकेछ। भयो भाउजू, तपाईँले यतिसम्म पनि नहेप्नु होला। भोलि तपाईँको घरमा छोरी पनि छन्, नन्दा आमा छन्। भोलि तपाईँले पनि यस्तै समस्या पर्न सक्छ। आज उहाँलाई परेको छ, भोलि तपाईँले पनि पर्न सक्छ। आउँदैन आउँदैन, हाम्रो त कहिले पनि आउँदैन। यो जस्तो अलक्षण होइन। जन्मिँदैमा आमा खाइ, अहिले बाउ खाना खोजे कि? अहिले हेर लाजा मर्द। छि 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 छि। मुख पनि के गरी देखाएर हिँड्नु? ए बा उठ्नु न, बा उठ्नु न, तपाईँलाई के भयो? मलाई माफ गरिदिनु बा, मबाट धेरै ठुलो भुल भयो। मैले मान्छे चिन्न सकिनँ। बा उठ्नु न। राजकुमार नानी, आफूलाई सम्हाल्नुहोस्। काकी यो के भन्दै हुनुहुन्छ? मेरो बाले मलाई कहिले पनि छोडेर जानुहुन्न। मलाई एक्लै कहिले पनि छोडेर जानुहुन्न। बा उठ्नु न। कुकुरनी मार्ने बेलामा बाउलाई मारिस, अहिले नाटक देखाउन तँलाई लाज लाग्दैन? अब त पनि तेरो बाउसँगै मर, होइन भने यो गाउँ छोडेर जा। त जस्तो बिग्रेको केटी हाम्रो यो गाउँ समाजमा राखे भने हाम्रो अरू छोरी चेली पनि त जस्तै हुन्छ। तैले गर्दा भोलि हाम्रो गाउँ समाजको केटीहरूले पनि यस्तो गर्दैन भन्न सकिन्छ। त्यसैले यसलाई हाम्रो गाउँबाट निकालिहाल्न पर्छ। काली आमा त्यस्तो नभन्नु सावित्री भाउजू। उहाँको बुवा बिते पनि उहाँ त हाम्रो आफ्नै गाउँको मान्छे हो नि। भयो के जस्तो अब राजकुमारी नानीको पेटमा अरूकै पाप छ। अब उहाँलाई कसले स्वीकार्छ? अनि फेरि बिना बाउको बच्चा जन्माएर
उहाँलाई यो गाउँमा राख्न पनि मिलेन। मैले पनि त्यही भनेको काली आमा, यो अलक्षिणालाई हामी सबैजना मिलेर अहिले नै भुत्याएर निकाल्नु पर्छ। गइहाल त अलक्षिणा, यो हाम्रो गाउँमा अब फर्केर मुख देखाउन नआइज। यहाँ जसको पाप बोकेको छ उसैसँग गइहाल। अब तँलाई यहाँ हाम्रो गाउँमा कसैले पनि स्वीकार्दैन। आमा, सावित्री भाउजू, उसलाई म स्वीकार्छु। राजकुमारी र राजकुमारीको पिँढको भएको बच्चालाई मेरो नाम दिन्छु र यस धरतीमा जन्माउन चाहन्छु। होइन, के भन्छ यो बौलाउन लासी के हो? अर्काको पापको स्वीकार्छु भन्दो रहेछ। हामी गरिब भए पनि हाम्रो इज्जत छ, अरूको पाप स्वीकार्ने कुरा नगर। हो आमा, म साँचो भन्दैछु। राजकुमारीलाई म माया गर्छु, मन पराउँछु र म उसँग बिहे गर्न चाहन्थे। उसको रोजाइ अरू नै भएको भएर म चुप लाएर बसेको आमा। मैले उसको शरीरलाई माया गरेको होइन, मैले उसलाई माया गरेको। यसमा बिचारीको के गल्ती छ र? उसले माया गर्नु के गल्ती हो र? धोका दिने मान्छेको गल्ती हो। यसमा किन उसलाई सजाय दिनुहुन्छ? त्यसैले उसलाई चोट दिनु अगाडि म उसलाई मेरो श्रीमती बनाउन चाहन्छु। लो काली आमा, तपाईँको छोरा पनि यसको सङ्गत लागेर पागल हुन थालेछ। राम्रोसँग सम्झाउनु आफ्नो छोरालाई। यस्तो अर्काको पाप कसले स्वीकार्छ? यस्तो छोरा जन्मेको भए म त उहिले मारिदिन्थे। ल, जे मन लाग्छ त्यही गर्नु। म त गएँ। छि 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 छि, यो गाउँको मान्छे देखेर नि म त छक्क परे। नालाई तँलाई त मेरो छोरा भन्न पनि लाजै मर्दो भयो। त्यो सावित्रीले पनि थुकेर गई। जे भए पनि यत्रो गाउँमा हाम्रो इज्जत छ। यो अलक्षिणै आमा बाउ खाएर बसेको केटीलाई यो घरमा भित्रमा ल्याइस् भने तँलाई पनि छोरा भन्न बिर्सिदिन्छु। माफ गरिदिनु राजकुमारी, यो मैले भन्नु बाहेक अरू विकल्प केही पनि भेटिन। काली आमा, के गर्दै हुनुहुन्छ? बुहारीले छोरा पायो होला नि। ओहो, तपाईँलाई त कति मजा है, साउसँगै ब्याज पनि। तँ धेरै हेप्ने काम नगर। मेरो बुहारीले छोरा पाउँछ छोरी पाउँछ, तँलाई के को चासो? नरिसाउनुहोस् न काली आमा, मैले त्यत्तिकै भनेको होइन। अब तपाईँको छोराले नै त्यस्तै काम गर्यो त अनि भन्न परेको नि। जस्तो देखिन्छ त्यस्तै भन्छ नि। ल ल, गएँ म। अब सुकेरी भोज चाहिँ खान आउनु पर्ला, बिहे भोज खान नपाए पनि। मेरो कर्म, यो बुढेसकालमा यस्तो गाउँलेको भनाइर हेपै खाएर बस्न पर्ने। अरूलाई के भनी आफ्नै नालायक छोरो उस्तो भएपछि। आमा, मैले हजुरलाई खाना ल्याइदिएकी छु। मैले तेरो हातको खाना खान्न भनेर अस्ति नै भनेको होइन? फेरि यो मुख देखाउन किन आइस मेरो अगाडि? आमा, के गर्नुभएको? तपाईँलाई अलिकति पनि लाज लाग्दैन? जे जस्तो भयो नि, राजकुमारी अब तपाईँको बुहारी भइसक्यो। तेरो बाउ बुहारी भई। यसलाई म मरि काटे पनि बुहारी स्वीकार्दिन। तैँले स्वीकार्यो भन्दा भई म यसलाई बुहारी मानेर बस्छु। मेरो इज्जत छैन? त्यो जाबो सावित्री भन्ने आइमाईले मलाई खिस्साएर मुखमा थुकेर गई। यो सब तैँले गर्दा हो। पुनमकार, तैँले यो घरमा यसलाई जबरजस्ती भित्राए पनि मैले बुहारी मान्दिन। अबदेखि तिमीहरू दुईजनाको अनुहार मेरो अगाडि नदेखा। राजकुमारी, मलाई माफ गरिदियो। मेरो आमाले यस्तो गर्छिन् भने मैले सोचेको पनि थिएन। मलाई बुझ्छिन्, मलाई माया गर्छ जस्तो लागेको थियो, तर होइन रहेछ। यो सब मैले गर्दा भएको। अनि तिमी किन माफी माग्दैछौ? त्यो सबैको दोषी मै हो। पिप नगर राजकुमारी, आमाको मन त हो, एक दिन बुझिहाल्नुहुन्छ नि।
देख्दाखेरि त मेरो आफ्नै छोरी देखेको जस्तो लाग्यो। मेरो छोरी पनि यत्रै भयो होला। मेरो राजकुमारी के गरिदियो होला, कस्तो अवस्थामा होला। मैले धेरै दुःख दिएँ उसलाई। नानी अंकल तपाईले मलाई देखेर किन डराउनु भएको? तपाईको छोरी पनि म जस्तै हुनुहुन्छ र? हो नि नानी, तिमी जस्तै मेरो पनि छोरी छ। तेरो यस्तो फोरी हातले मेरो छोरीलाई छुने हिम्मत कसरी गरिस्? अब आइन्दादेखि मेरो छोरीको आसपास कहिले पनि नपर। विनोद, तैँले यो के कुरो गर्दैछस्? तेरो छोरीले मैले छुन्न हुने? म नछु मेरो छोरीलाई। त जस्तो मान्छेको सङ्गत त के छाया पनि पर्न दिन मेरो छोरीलाई। एउटा बाउको कर्तव्य निभाउन नसक्नुले अर्काको छोराछोरी किन छुन्छस्? खै तैँले के भन्न खोजेको हो मैले केही बुझ्न सकिनँ। अनि सुन्न, मेरो राजकुमारीको के छ खबर? ऊ कहाँ छ नि अहिले, तँलाई थाहा छ? मसान घाट जा, त्यहाँ गएर खोज राजकुमारीलाई। मर्नु न बाँच्नु पारेर छोडिहालिस्, अहिले के छ कसो छ भनेर सोध्न आउँछस्? लाज लाग्नु न? विनोद नरिसा न यार, म बाध्यताले काठमाडौँ जानु पर्यो अनि मेरो एक्सिडेन्ट भयो। त्यसैले मेरो होस पनि आएको थिएन। मैले कसैले खबर गर्न पाएन। मेरो गल्ती भयो। राजकुमारीलाई माया नगरेर धोका दिन खोजेको त होइन नि मैले। मेरो होस खुल्ने बित्तिकै म गाउँमा आएको। भन्न मेरो राजकुमारी कहाँ छ? कस्तो छ? मसँग धेरै रिसाएको होला। अब त मलाई पनि भुल्यो होला है उसले। विनोद एकछिन केही नबोलेको किन जान लाग्यो? केही त बोला यार, मेरो राजकुमारी कहाँ छ? तेरो यत्रो हिम्मत यो गाउँमा पाइला टेक्ने अनि मेरो छोरीलाई छुने? राजकुमारी यो तिमी के भन्दैछौ? तिम्रो बच्चा रे? अनि विनोद? हो, विनोद मेरो श्रीमान हो र हामी दुईजनाको ऊ बच्चा हो। तिमीले त मलाई माया गर्थ्यौ होइन र? अनि विनोदसँग बे? हो गरे। कस्तो माया? कहिलेको माया? कुन दिन गर्यो तिमीले मलाई माया? माया गर्ने मान्छे यस्तो हुन्छ? मलाई मर्नु न बाँच्नु बनाएर तिमी आफ्नो खुसीको लागि सहरतिर गयो होइन? बरु सिधै भनिदिएको भए हुन्थ्यो मलाई माया गर्दिन र बिहे गर्न चाहदिन भनेर। म तिमीलाई कर पनि गर्दिन थिएँ र म तिमीसँग माया पनि लाउँदिन थिएँ। तिम्रो कारणले गर्दा आज मेरो बुवा गुमाउन पुगे। अनि भन कस्तो खालको माया? अनि यही हो तिम्रो माया? मलाई मर्नु न बाँच्नु बनाएर तिमीले मसान घाटसम्म पुर्यायो। अहिले आएर तिमी मायाको कुरा गर्दैछौ? भन। त्यस्तो होइन राजकुमारी, मबाट ठुलो गल्ती भयो। मेरो बाध्यता परिस्थितिलाई बुझ्ने कोसिस गर। मिल्छ भने मलाई माफ गरिदियो राजकुमारी। म तिम्रो ठुलो अपराधी हो। के गर्नु, मेरो पनि बाध्यता थियो राजकुमारी। मैले तिमीलाई जानी जानी धोका दिएको होइन। काठमाडौँबाट मलाई इमर्जेन्सी फोन आयो अनि मैले तिमीलाई केही भन्न पाएन अनि मेरो बिच बाटोमा एक्सिडेन्ट भयो। त्यसपछि मलाई केही पनि थाहा छैन। जब मेरो होस खुल्यो तब तिमीलाई सम्झेर म गाउँ फर्केर आएँ। राजकुमारी सक्छौ भने मलाई माफ गरिदियो। तर तिम्रो त बिहे भएर पनि छोरी यत्रो ठुलो भइसकेछ, खुसी भएर बस्नु। यो गाउँमा म कहिले पनि फर्केर आउँदिनँ। अनि विनोद, मैले त राजकुमारलाई खुसी दिन सकिनँ। तैँले कहिले दुःख नदिएछ। म गएको।